हेलो मित्रहरू, फेरि पनि वेलकम टु ब्याक माई मिनी ब्लग खाडी 365 हो। आशा गर्छु मेरो सम्पूर्ण दाजुभाइहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। क्या हुआ? नींद नहीं पड़ रहा है? भगाना पड़ेगा नींद को अभी। के छ त हौ मित्रहरू, हालखबर सब सन्चै? कस्तो दिनहरू चल्दैछ त? हाम्रो त यस्तै छ है। बिहान उठ्यो, कुद्यो, दिनभरि सुती काम गऱ्यो, गाली खायो। खै सन्डेको दिन आएपछि त यार भ्लग बनाउन यार के भिडियो बनाएको हुँदैन। सन्डेतिर त ड्युटी नै हुनुपर्छ आफ्नो। अब यो सन्डेको दिन त मजाले सन्डे भएपछि त राति निन्दिएर लाग्दैन भने। शनिबार राति त क्या रातभरि मोबाइल चलाएर बस्यो, अनि बिहानको 6 बजे सुत्यो। 6 बजे सुतेर अनि टक्क 1 बजेतिर उठ्यो। मर्निङ, हाउ आर यु? अल गुड। Previous day, where are you going? Previous day. Yesterday? I think previous day, Saturday night. Saturday I didn't go there to have food outside. I told you today you look handsome. Yesterday not go anywhere? Yesterday I went to church. Wait, Go what? That's it. Now Ramadan also everywhere close. At evening time only all shops will start. In this Ramadan, daytime, everything close. After 2 o'clock, everything start. Market, restaurant. Now you will go outside. We see all outside anywhere. All everything closed too. Yeah. Nothing open in this Ramadan. It opens after 2 o'clock, 3 o'clock. At evening time, everything open. Every people come out after iftar. Yeah. In this Ramadan, this Arabic people all come only night time. Yes. Daytime they will sleep. Don't go outside. ल खै हामी चाहिँ फ्याक्ट्री आइसक्यो। हाम्रो म्यानेजर सर अब बिस्तारै आउला अर्को क्लिपमा। अब छुट्टी भएपछि अहिले यति भन्दै बिदा पाऊँ। हेलो मित्रहरू, फेरि पनि वेलकम छ है टुटे फुटे ब्लगमा। खाडी 365 हो, खाडी 365 टुटे फुटेको होइन। के छ, आजको दिन पनि बिताइहाल्यो यस्तै सुत्दै उठ्दै रमाइलो गर्दै। रमाइलो चाहिँ होइन, सुत्दै। आज हाम्रो कम्पनीको पार्टी छ कि, स्टाफहरूलाई पार्टी दिन्छ रमजानमा। अब टाउकेहरू अनि म्यानेजरहरू हामीभन्दा माथिको पदको सबैजना आज दुबई जाँदैछ। अब हाम्रो पालो चाहिँ कहिले आउने थाहा छैन। अहिले चाहिँ टाउकेहरू हिँड्यो गाडीमा ड्याङ ड्याङ गरेर जाँदै छैनहरू। अनि हामी चाहिँ जाने इफ्तार बनाउने, आफै बनाउने, आफै खाने, रमाउने। हाम्रो नि भोलि पर्सिमा पाली आउँछ होला। भोलि पर्सिमा आउँछ हाम्रो पनि पार्टीको ब्लग छिटे है। अब आज 27वटा रोजा भयो, 27 बाँकी 3वटा छ। त्यो 3 दिनभित्रमा हामीलाई लग्छ। त्यही हो, हामीलाई त्यस्तो भेपी ठाउँमा चाहिँ लाग्दैन, तर राम्रै ठाउँमा लाग्छ। राम्रै ठाउँमा लाग्छ, राम्रै ठाउँ छ, रमाइलो हुन्छ। कम्पनीकोबाट जे होस् एक दिन चाहिँ हुन्छ रमाइलो। पछाडि त के हो, आइफोन किनेको चाहिँ अहिले चाहिँ फाइदा भयो जस्तो लाग्छ। फ्रेक्लिया छ है। 2 दिनदेखि ब्लग हालेको छैन यार। मलाई नि लास्टै ल्याङ लाग्यो कि हिजो मोबाइल चलाउँदाखेरि हट फिल हुँदाखेरि लगिहालेको थिएन। 2 दिन भइसक्यो। हुन त अलिकति टाइम पनि मिल्दैन नि त। यतिखेर गएर इफ्तार बनाउँदाखेरि क्यामेरा समाइदिने मान्छे हुँदैन। त्यही माथि किचनमा यति धेरै भिड हुन्छ, कसरी म्यानेज गर्ने थाहै हुँदैन। म्यानेज गर्नै गाह्रो हुन्छ। अब अस्ति एक दिन बल्ल तल त्यो बसन्त दाइले क्यामेरा समाइदियो। त्यो खासै जति भिड थिएन किचनमा, अहिले भिड हुन्छ।
अनि त्यसले गर्दा भिडले गर्दा चाहिँ टाइम पाउँदैन कि अब रमजान सकेपछि चाहिँ यसो घुमौँला ठाउँमा टाइम मिलाएर अनि सानो सानो मिनी ब्लग गर्दै हालौँला म चाहिँ अब जान्छु टक्क इफ्तारको सामान उठाउँछु तर उठाउँछु केही थाहा छैन किचनको के सामान छैन खानेकुरा हेरेकै छैन नोटिस गरेकै छैन अब एक राउन्ड घुमेपछि थाहा हुन्छ म चाहिँ यति भन्दै अहिले बित्दा पाऊँ अहिले एकछिनपछि फेरि कन्टिन्यू गर्छु ओके